नमस्ते। आज मैले सानीमा 3-in-1 एकाउन्टबाट सेकेन्डरी सेयर ट्रेडिङ कसरी गर्ने भनेर मैले भिडियो बनाएको छु। यसमा हजुरहरूले हेर्न सक्नुहुन्छ। यो 3-in-1 एकाउन्टबाट हामीले कसरी सेयर सेल गर्छौँ र बाई गर्छौँ भन्ने कुरा हेर्न सक्नुहुन्छ। यहाँ हजुरले बाईमा गएर हामीले बाई सेयरमा गएर यहाँ लिस्टहरू आएको छ, सेयरको लिस्टहरू। अब यो रेकमेन्डेड हो। अब हामीले यसबाट अथवा हामीले छुट्टै सर्च गरेर किनबेच गर्न सकिन्छ। अब सेयरको डिटेल्स, सेकेन्डरी मार्केटमा सेयरको प्राइसहरू कति छ, त्यसको 52 विक्सको सेयरको भ्यालु कति थियो, हाई भ्यालु र लो भ्यालु, त्यसको लागि हामीले चाहिँ यो शेयरसंसार.com मा लाइभ ट्रेडिङबाट हेर्न सक्छौँ। हेर्नुहोस्, जस्तै हामीलाई यहाँ एउटा एडिबिएलको हेर्नु पऱ्यो अरे। एडिबिएलको हामीले सबभन्दा पहिला एनालाइसिस गर्ने। यसको 52 विक्सको हाई हेर्नुहोस् 428 छ, करेन्ट प्राइस 293 छ र 52 विक्सको लोएस्ट 256 छ। द्याट मिन्स यो 256 सबभन्दा लोएस्टको नजिकमा छ अहिले। भनेपछि हामी सेफ साइडमा छौँ र यो चाहिँ बढ्न सक्छ भन्ने देखिन्छ, होइन। र 428 सम्म त 52 विक्समा चाहिँ इभन योभन्दा माथि पनि जान सक्छ। हामीले यो क्लोज छ लोएस्ट भ्यालुसँग, त्यही भएर यो चाहिँ हामीले किन्दा ठिकै हुन्छ यो सेयर। र त्यसपछि अब हामीले अर्को एउटाको चेक गरौँ भ्यालु। जस्तै यो बिएचएलको हेरौँ। बिएचएलको चाहिँ हजुरको यो पनि 219 छ करेन्ट डेटमा, 520 छ यसको 52 विकको हाइएस्ट र लोएस्ट 202 छ। लोएस्टको नजिकमै छ 219। त्यही भएर हामीले यो पनि किन्दा राम्रो। मेरो बुझाइमा चाहिँ यसरी किन्दा राम्रो र यो किनिसकेपछि हामीले चाहिँ हाइएस्ट भ्यालु अनुसारको चाहिँ एचिभ गर्न सक्छौँ। अब हेर्नुहोस्, बिएचएलको हाम्रो यो एउटा इक्जाम्पल लिएर बेच्न पर्दाखेरि हामी यसरी बेच्न सक्छौँ। बिएचएल सर्च गर्ने, त्यसपछि यता बाई भन्ने अप्सन छ, त्यहाँ भ्यालु पनि देखाएको छ, मिनिमम भ्यालु, म्याक्सिमम भ्यालु। बाईमा जाने र हामीले आफूसँग एभाइलेबल ब्यालेन्स यहाँ तल हेर्न सक्नुहुन्छ हजुरले, एनपिआर भनेर 15755 दिएको छ नि। यो यसभित्र पर्ने भ्यालु अनुसार हामीले किन्न सकिन्छ। र अब हामी मार्केट डेप्थमा हेरौँ। मार्केट डेप्थमा चाहिँ हेर्नलाई के कस्तो छ कन्डिसन अहिले मार्केटको, यो बिएचएल अथवा अरू कुनै कम्पनीको, त्यो चाहिँ हामीले यता सर्च गरेर हेर्न सक्छौँ। अहिले भोलिफी हाइड्रो पावरलाई हेर्नुहोस्, यसमा चाहिँ बाईको हजुरले हेर्न सक्नुहुन्छ 221 रेटमा 650 क्वान्टिटी बिक्री भएको छ, त्यस्तै खरिद भएको छ। त्यस्तै हजुरको 221 मा यति क्वान्टिटीहरू सबै दिएको छ, यति रेटमा यति क्वान्टिटी बिकेछ भनेर। त्यस्तै यता सेलको पनि दिएको छ, सेलको चाहिँ यो रेटमा यति क्वान्टिटी बिकेको छ। हामीले नियर अबाउट यही रेटमा हाल्यो भने चाहिँ हाम्रो खरिद र बिक्री हुन सक्ने चान्सेस चाहिँ अलिकति बढी छ। यसरी हेर्न सकिन्छ हामीले एनालाइसिस गर्ने यसबाट नेपाल स्टक एक्सचेन्जको मार्केट डेप्थमा गएर। त्यसपछि चाहिँ हामीले त्यसको आधारमा चाहिँ सानिमा ब्याङ्क 3-in-1 एकाउन्ट भन्ने छ। अहिले सायद 5-in-1 भनेर एकाउन्ट लन्च गरेको छ सानिमा ब्याङ्कले। यो 3-in-1 चाहिँ अलि अगाडिकै एकाउन्ट हो र यसबाट चाहिँ मैले कारोबार गरिरहेको छु। अर्को हाम्रो ब्रोकर एकाउन्टबाट पनि गर्न सकिन्छ। र यहाँ हेर्नुहोस् हजुरहरूले सेयर किन्नु पर्दाखेरि चाहिँ हामीले जुन भ्यालु हाल्छौँ त्यसको अब यो मोडिफिएबल र दिएको छ। यो मोडिफिएबललाई हामीले यसरी अनमार्क पनि गर्न सक्छौँ। यो 5% हामीले राखेको रेटभन्दा 5% अप डाउन रेट छ भने पनि हामीले किन्न पाउँछौँ। सेटलमेन्ट हुन्छ हाम्रो सेम डेमै। अब चाहिँ आफूसँग एभाइलेबल ब्यालेन्स अनुसारको यहाँ भोल्युम हाल्ने, कति क्वान्टिटीसम्मको हामी किन्न सक्छौँ। अनि त्यसपछि यहाँ हेर्नुहोस् रेट जुन दिएको छ त्यो अनुसार अब करेन्ट मार्केट प्राइस अनुसार हामीले किन्न सक्ने रेट हालिदिने। मैले 222 हालेँ र 8880 आएको छ। यसरी चाहिँ हामीले किन्न सकिन्छ। यो टोटल प्रोसेस चाहिँ यसरी नै हो। अब यो चाहिँ यहाँ हेर्नुहोस्, अब ओके गऱ्यो, प्रोसिड गरिसकेपछि त्यसपछि चाहिँ हजुरको ओटिपी आउँछ मोबाइलमा। अब यो चाहिँ फाइनल स्टेज हो। अब यो चाहिँ मैले अहिले जस्ट देखाएको मात्रै हो, त्यही भएर चाहिँ यसमा अहिले मैले हालेन। ओटिपी हजुरको रेजिस्टर्ड मोबाइल नम्बरमा आउँछ र यो ओटिपी यहाँ हालेर कन्फर्म गरिदिने
त्यो कन्फर्म गरिदिइसकेपछि हजुरको सेयर चाहिँ हजुरले किन्नलाई एप्लाई गर्नुभयो र सेम डे इभिनिङ आफ्टर 3 o'clock हजुरलाई चाहिँ सेटलमेन्ट रिपोर्ट आउँछ। हजुरले सेयर खरिद गर्न पाउनुभयो भने चाहिँ त्यसको सेटलमेन्टको इमेल आउँछ। अब सेलको पनि त्यसरी नै छ हेर्नु, सेलमा यसरी क्लिक गर्ने, सेल सेयरमा गएर त्यसपछि अब यहाँ सबै लिस्टहरू दिएको छ, हजुरसँग भएको सेयरहरूको लिस्ट हुन्छ यहाँ। र त्यस्तै गरी यसमा प्राइसहरू पनि दिएको छ र त्यो प्राइसहरू पनि हजुरको त्यो सेयर संसारमा गएर अघि भने जस्तै उसमा गएर हामीले सेयर संसारमा गएर त्यो जुन बेच्नु परेछ त्यसको चाहिँ 52 विक्सको हाई हेर्ने र लोएस्ट हेर्ने। अब हाइएस्टको रेन्जमा छ भने चाहिँ हामीले बेच्नलाई सेफ छौँ। जस्तै हेर्नुहोस् यहाँ 895 छ, हाइएस्ट 830 छ भने चाहिँ खासै धेरै बढ्ला जस्तो लागेन। यो हामीले एउटा उसको हिसाबले मात्रै एज्युम गर्ने र त्यहाँ इस्टिमेट गर्ने भनौँ न, इस्टिमेट गरेर चाहिँ हामीले गर्न सकिन्छ। यसरी लोएस्टमा छ भने चाहिँ नबेच्दा राम्रो, किनकि यो बढ्ने रेन्ज अझै यसको छँदैछ भन्ने हुन्छ। र त्यहाँ हामीले यसरी यता छेउमा भएको सेललाई क्लिक गर्ने र आफूसँग हामीसँग स्टक कति छ, जस्तै 15 युनिट्स स्टक छ मसँग, मैले यहाँ 15 युनिट्स बेच्न सक्छु। 10 युनिट्सभन्दा माथि मात्रै बेच्न सकिन्छ, 10 युनिट्सभन्दा तलको चाहिँ बेच्न सकिँदैन, कारोबार गर्न मिल्दैन। अब त्यही भएर चाहिँ यहाँ हेर्नुहोस् मिनिमम 10 युनिट आफै आउँछ। अब यसरी यहाँ सेलिङ प्राइस हालिदिने, हामीले सेलिङ प्राइस चाहिँ त्यहीँ दिएको हुन्छ, मार्केट डेप्थमा गएर हामीले हेर्न सक्छौँ। सेलिङ प्राइस त्यहीँ दिएको हुन्छ र त्यही अनुसार हामीले कतिमा बेच्दाखेरि यहाँ हेर्नु चाहिँ अब यहाँ सर्च गऱ्यौँ बुटोल पावर भनेर, बुटोल पावरको सर्च गरिसकेपछि यतातिर चाहिँ हाम्रो यो सेल र यतातिर बाई छ हैन। अब त्यही अनुसार हामीले रेट हेर्ने हैन, कति जस्तै हामीले अब बेच्न खोजिरहेको छौँ भनेपछि यसमा किन्नेवालामा हेर्नु पऱ्यो, किन्नेवालामा चाहिँ कति एमाउन्टमा बिकिरहेको छ हेर्नुपर्छ। 821 823 कति यहाँ सबै क्वान्टिटी दिएको छ, यति यति पैसामा यति यति क्वान्टिटी बिकिरहेको छ भनेर भने हामी यही अनुसारको रेट हाल्यौँ भने चाहिँ हाम्रो चाहिँ सेल्स हुने चान्सेस अलिकति हाई हुन्छ। अब यसरी हामीले यहाँ रेट हालिदिने, आफ्नो रेट 827 हालेँ मैले। अब यसरी प्लेस अर्डर गरेर गर्न सकिन्छ यसमा पनि। अनि यो प्रोसेसपछि चाहिँ हामीलाई ओटिपी आउँछ रजिस्टर मोबाइलमा, त्यो ओटिपीको आधारमा हामीले अनि आफ्टर 3 o'clock सन्डेदेखि थर्सडेसम्म 11 बजीदेखि 3 बजीसम्म हामीले बिचमा कारोबार गर्न सकिन्छ सेयरको। र 3 बजेपछि चाहिँ यसको रिपोर्ट आउँछ हामीलाई, सेटलमेन्ट रिपोर्ट भनेर, यदि सेयर बिक्यो भने, र त्यही अनुसार हामीले गर्न सकिन्छ। अब सेम यस्तै गरी हामीले अर्को ब्रोकर एकाउन्ट हुन्छ टिएमएस एकाउन्ट भनेर, टिएमएस जस्तै ब्रोकरहरूको नम्बरहरू हुन्छ, त्यसबाट पनि गर्न सकिन्छ।